आउँदैछ नयाँ गेमिङ रुल्स जसमा चाहिँ टाइम लिमिट र एज रेस्ट्रिक्सन चाहिँ हुनेछ। सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? सो आजको भिडियोमा पनि मैले हजुरहरूलाई फ्री फायरसित रिलेटेड थुप्रै इन्फर्मेसन चाहिँ दिनेछु, जस्तै कि लिजेन्डरी बन्डल मैले कति डायमन्डमा निकाले, 9th एनिभर्सरीको रोड म्याप, नेक्स्ट रेयर गोल्ड रोयल, अपकमिङ कन्फर्म इभेन्ट्स, फुटबलको इभेन्ट, गेमिङ रुल्स, स्पोर्ट्सको अपडेट र अरू थुप्रै इन्फर्मेसनको बारेमा चाहिँ आजको यो भिडियोमा चाहिँ कुरा गर्नेछौँ। सो यो भिडियो चाहिँ स्किप नगरिकन इन्डसम्म चाहिँ हेर्नु होला। चलो भाई देखो अब मैं क्या करता हूँ। सुरुमा चाहिँ मैले हजुरहरूलाई यो जुन लिजेन्डरी बन्डल गेममा आएको छ त्यो निकालेर चाहिँ देखाउने छु। यो बन्डल मलाई त्यति खासै राम्रो त लागेको छैन, त्यही पनि अब सबैले निकाल्दैछन् भनेर मैले पनि निकाल्दैछु। लेट्स सी मैले चाहिँ कति नम्बरमा चाहिँ निकाल्छु। मसिम चाहिँ अहिले हेर्न सक्नुहुन्छ 10,833 डायमन्ड चाहिँ रहेको छ। सो अब मैले स्पिन हान्न स्टार्ट गर्छु। हजुरहरूलाई सबै त देखाउन भिडियो एकदमै लामो हुन्छ, यसलाई चाहिँ मैले सर्ट सेक्सनमा चाहिँ राखिदिनेछु। स्पिन हान्न त मैले स्टार्ट गरिदिइसकेको छु, हजुरहरूले हेर्न सक्नुहुन्छ स्पिन भइरहेको छ, टोकन पनि दिइरहेको छ। कुनै कुनै बेला चाहिँ एकदमै वेट गराएर टोकन चाहिँ दिइरहेको छ। हजुरहरूले चाहिँ 60 स्पिनमा चाहिँ ग्यारेन्टी न ग्यारेन्टी एउटा टोकन 100% पाउनुहुन्छ, त्यहाँ लेखेकै छ। अब अहिलेको लागि चाहिँ मलाई लास्ट टोकन चाहिरहेको छ, त्यसको लागि मैले स्पिन हान्दैछु र मैले लास्ट टोकन पनि पाइसकेँ। मसित डायमन्ड 10,833 थियो, अहिले हेर्न सक्नुहुन्छ 7,193 रहेको छ। 3,640 मा चाहिँ मलाई यो बन्डल चाहिँ परेको छ। अनि पछि नम्बर कति परेको छ त्यो पनि हेरौँ है त। मैले यहाँ यो ब्यानर अवतारहरू चाहिँ कलेक्ट गरिरहेको छु। त्यसपछि अर्को थर्ड आइटम यो के हो? ओके, लुडबक्स रहेछ, तर कटनाको स्किन जस्तो देखिरहेको थियो। त्यसपछि बल्ल कटनाको स्किन चाहिँ रहेको छ, कटनाको स्किन क्लिप्स सनफ्लेयर भनेर। र लास्टमा चाहिँ हजुरहरूले बन्डल हेर्न सक्नुहुन्छ। यो बन्डल त्यति खासै राम्रो त छैन, यसलाई स्किप गरौँ। कङ्ग्रेचुलेसन, थ्याङ्क यू। अब नम्बर कति दिएको छ भन्ने कुरा हो। ओके, 11,000 पुगिसक्यो। 11,023 चाहिँ मेरो नम्बर रहेको छ बङ्गलादेश सर्भरमा। यो बन्डलको फिचर्सको बारेमा त मैले हजुरहरूलाई 2-3 महिना अगाडि नै भनिसकेको थिएँ। सो यसको बारेमा ओपन गरेर मैले के पाएँ भनेर चाहिँ भन्नु पर्दैन होला। अब चाहिँ कुरा गरौँ स्पोर्ट्स अपडेटको बारेमा। अबदेखि चाहिँ मैले भिडियोमा मिले अनुसार, मलाई थाहा भए अनुसार स्पोर्ट्ससित अपडेट राख्ने पनि ट्राई गर्नेछु। नेपालको मात्र नभएर अरू देशको पनि केही इन्ट्रेस्टिङ कुरा भयो भने त्यस्तो कुराहरू चाहिँ हजुरहरूले मलाई इन्स्टामा चाहिँ सेयर गरिदिनु होला, हजुरहरूलाई क्रेडिट पनि दिनेछु। अब नेपालको कुरा गर्दाखेरि चाहिँ फ्री फायर वर्ल्ड सिरिज नेपाल स्प्रिङ 2026 को ग्रान्ड फाइनलिस्ट स्क्रिनमा हेर्न सक्नुहुन्छ। यो टिम मध्ये हजुरहरूलाई कुन टिमले जित्छ जस्तो चाहिँ लाग्छ कमेन्ट सेक्सनमा चाहिँ भन्नु होला। 23 मेमा चाहिँ हजुरहरूले पोइन्ट रस इभेन्ट देख्न सक्नुहुनेछ, जसबाट चाहिँ टिमहरूले हेड स्टार्ट पोइन्ट्स चाहिँ पाउनेछन्। र 24 मेमा चाहिँ च्याम्पियन रस इभेन्ट रहेको छ। त्यो च्याम्पियन रस इभेन्टमा जुन टिमले पहिला 80 पोइन्ट्स पुर्याउँछ र बोया गर्छ त्यो टिम नै हुनेछ फ्री फायर वर्ल्ड सिरिज नेपाल स्प्रिङ 2026 को च्याम्पियन। यता चाहिँ अर्को फ्री फायर म्याक्स एसिया इन्भिटेसनल टुर्नामेन्ट पनि भइरहेको छ हो र स्पोर्ट्सको गेम चाहिँ हिजो चाहिँ सकिसकेको छ। आज चाहिँ ग्रुप ए भर्सेस सी रहेको छ र भोलि चाहिँ यसको फाइनल रहेको छ। पोइन्ट्स टेबल हेर्नुभयो भने चाहिँ अहिले चाहिँ हो र स्पोर्ट्स टप 3 मा रहेको छ। आज चाहिँ ग्रुप स्टेजको लास्ट डे रहेको छ। के लाग्छ त हजुरहरूलाई, भोलिको फाइनलमा हो र स्पोर्ट्सको पार्टिसिपेसन होला त? यता फ्री फायर म्याक्स एसिया इन्भिटेसनलको ट्रफी नेपाल नै आउँछ कि? हमको नहीं पता। अब चाहिँ कुरा गरौँ के कन्फर्म इभेन्ट्सको बारेमा। तर इभेन्ट्सको बारेमा कुरा गर्नुभन्दा अगाडि चाहिँ अझैसम्म पनि हजुरहरूले भिडियोलाई लाइक गर्नुभएको छैन भने चाहिँ लाइक गरिदिनु होला, च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला। भोलि 17 मेको दिन चाहिँ MP5X प्याराफलको रिङ इभेन्ट चाहिँ देख्न सक्नुहुनेछ। यो जुन MP5 अरोरा भनेर रहेको छ यो चाहिँ रिटर्न आउँदैछ। यसको साथसाथै हजुरहरूले प्याराफलको अरू स्किन देख्न सक्नुहुनेछ। MP5 को पनि अरू स्किनहरू चाहिँ यो रिङ इभेन्टमा चाहिँ हुनेछ। 19 मेमा चाहिँ हजुरहरूले इमोट रोयल इभेन्टलाई चाहिँ देख्न सक्नुहुनेछ, जसमा चाहिँ स्विट एन्ड अप इमोट हुनेछ। यो पापाको परिवाला इमोट, पावर अफ इक्लिप्स इमोट हुनेछ यो हाइपर बुकको। त्यसपछि हजुरहरूलाई एकदमै मनपर्ने यो आई हट यु इमोट पनि त्यो इमोट रोयलमा चाहिँ हुनेछ। 23 मेमा चाहिँ हजुरहरूले अर्को स्विट रिङ इभेन्ट देख्न सक्नुहुनेछ, जसमा चाहिँ यो पापाको परावाला बन्डल हुनेछ, फेन्टास्टिक फेन्टासी बन्डल हुनेछ, रेनबो ड्रिम्सको फिमेल बन्डल हुनेछ, ब्याटको स्किन हेर्न सक्नुहुन्छ, ब्याकप्याकको स्किन हेर्न सक्नुहुन्छ, पुरा पुतली रहेको छ। 26 मेमा फेरि अर्को रिङ इभेन्ट आउनेछ, जसमा चाहिँ यो साइबर इन्भेडरको बन्डल हुनेछ। ग्लुवालको स्किन हेर्न सक्नुहुन्छ, ग्लुवालको स्किन चाहिँ दामी रहेको छ। त्यसपछि ब्याकप्याक हेर्न सक्नुहुन्छ, यो ब्याकप्याकको स्किन पछि हजुरहरूले मोटर बाइकको स्किन हेर्न सक्नुहुन्छ, यो पनि ठिकठाकको नै रहेको छ। र लास्टमा चाहिँ लुडबक्स हुनेछ। यो महिनाको इन्डमा 28 मेमा चाहिँ हजुरहरूले फेडेड विल देख्न सक्नुहुनेछ यो हर्सको स्किनको। 1 जुनको दिन चाहिँ हजुरहरूले नयाँ बोया पास देख्न सक्नुहुनेछ। त्यसको साथसाथै नयाँ र्याङ्क सिजन पनि आउनेछ। फुटबल इभेन्ट पनि अब जुनको फर्स्ट विकतिर अथवा मेको लास्ट विकतिर चाहिँ स्टार्ट
सक्नुहुनेछ। यसबाट पाउने फ्री रिवार्ड्स के हुन्छ त मैले हजुरहरूलाई पहिला नै भनिसकेको छु। एडभान्स सर्भरको रजिस्ट्रेसन पनि ओपन हुनेछ कहिले भन्दाखेरि चाहिँ 23 or 24 मेमा। त्यो दिन चाहिँ हजुरहरूले रजिस्ट्रेसन गर्नुपर्ने हुन्छ। रजिस्टर गरिसकेपछि 1 अथवा 2 जुनमा चाहिँ हजुरहरूले एडभान्स सर्भरसित रिलेटेड एप डाउनलोड गर्न सक्नुहुनेछ र एडभान्स सर्भर OB54 को इन्जोय गर्न सक्नुहुन्छ। एडभान्स सर्भर खेल्नु मन छ भने ब्रोडकास्ट च्यानल जोइन गर्नु होला, लिंक डिस्क्रिप्सनमा छ। OB54 को प्याच अपडेट चाहिँ एकदमै स्पेशल हुनेवाला छ किनकि हाम्रो 9th एनिभर्सरी एकदमै नजिकै आउँदैछ। सो 9th एनिभर्सरी सित रिलेटेड चेन्जेसहरु चाहिँ हजुरहरूले एडभान्स सर्भरमा चाहिँ पहिला नै इन्जोय गर्न चाहिँ सक्नुहुनेछ। अब चाहिँ कुरा गरौँ गेमिङ रुल्सको बारेमा। पहिला सुरु यो गेमिङ रुल्समा के हुन्छ भनेर चाहिँ बुझौँ। यहाँ हेर्न सक्नुहुन्छ, यहाँ चाहिँ फ्रेन्डली रिमाइन्डर चाहिँ आएको छ। हजुरहरूले यति गेम खेल्नु भयो, अब ब्रेक लिनु भनेर पहिला सुरु त यसरी हजुरहरूलाई इन्फर्मेसन दिनेछ। अनि पछि हजुरहरूलाई टाइम लिमिट पनि लगाइदिनेछ। हजुरहरूले चाहिँ 2 स्टेप एज भेरिफिकेसन पनि गर्नुपर्ने हुन्छ, यहाँ मोबाइल नम्बर हालेर कोड हालेर। तर यस्तो चाहिँ हाम्रो सर्भरमा चाहिँ हुँदैन। इन्डियामा चाहिँ गभर्नमेन्टले चाहिँ May 1 देखि चाहिँ केही गेमिङ रुल्सहरू चाहिँ लिएर आएको छ। त्यो अनुसार चाहिँ फ्री फायरले चाहिँ यो चेन्जेस गर्ने कुरा चाहिँ चलिरहेको छ हाम्रो सर्भरमा हैन, उनीहरूको सर्भरमा। इन्डियन सर्भरमा चाहिँ यो चाहिँ हुन सक्छ यदि भयो भने। अनि हाम्रो सर्भरमा भयो भने हजुरहरूको रियाक्सन कस्तो हुन्छ? अब चाहिँ कुरा गरौँ भिडियोको मेन टपिक रेयर इमोट्स इन गोल्ड रोयलको बारेमा। सो हाम्रो जुन गोल्ड रोयलमा इमोट चेन्ज नभएको पनि एकदमै धेरै भइसकेको छ। अब चाहिँ मैले हजुरहरूलाई हाम्रो नेक्स्ट गोल्ड रोयल कुन हुन्छ र कुन इमोट चाहिँ हाम्रो नेक्स्ट गोल्ड रोयलमा एड हुन सक्छ भनेर चाहिँ भन्ने छु। अहिलेको लागि त यो जुन अर्बन स्केप बन्डल रहेको छ र 2टा इमोट चाहिँ रहेको छ जुन चाहिँ धेरै भइसक्यो चेन्ज नभएको। अहिले त गोल्ड रोयलको इमोट चेन्ज हुन्न, तर मैले हजुरहरूलाई OB54 र OB55 को गोल्ड रोयलमा कुन बन्डल आउँछ र इमोट कुन एड हुन सक्छ भन्दाखेरि चाहिँ यो जुन पास इन हो वाला इमोट रहेको छ, एउटा यो इमोट गरिनाले हामीलाई गोल्ड रोयलमा दिन सक्छ। त्यसपछि यो जुन ट्रिपल सुस वाला इमोट रहेको छ यो पनि ठिकठाकको नै रहेको छ, यो भयो। त्यसपछि यो फुटबल इभेन्टसित रिलेटेड यो भिक्ट्री ट्रम्पेट वाला इमोट रहेको छ, यो पनि गरिनाले नेक्स्ट गोल्ड रोयलमा एड गरिदिन सक्छ। र लास्टमा चाहिँ अल गुड बस भनेर चाहिँ रहेको छ। सो यो इमोट चाहिँ एड हुन सक्छ। अब OB54 र OB55 को गोल्ड रोयलमा आउने बन्डलको कुरा गर्दाखेरि चाहिँ सुरुमा त हजुरहरूले यो आफ्टर स्कुल बन्डललाई चाहिँ हेर्न सक्नुहुन्छ जुन चाहिँ हाम्रो पहिला नै र्याङ्क टोकन एक्सचेन्ज स्टोरमा आएको थियो। सो यो चाहिँ हजुरहरूले OB54 को प्याच अपडेटमा देख्न सक्नुहुनेछ। त्यसपछि OB55 मा चाहिँ यो जुन क्याजुअल युनिफर्म बन्डल रहेको छ यो बन्डल चाहिँ OB55 मा एज अ गोल्ड रोयल चाहिँ हजुरहरूले देख्न सक्नुहुनेछ। सो आजको भिडियो चाहिँ यति नै, फेरि भेट्नेछौँ हामी अर्को नयाँ भिडियोमा। टिल द नेक्स्ट भिडियो, टेक केयर, गुड बाई, जय नेपाल।